साथीहरु सम्पूर्णमा नमस्ते। आज चाहिँ म धरानको श्रम संस्कृति पार्कमा आएको छु र यो चाहिँ अगाडिको पुल अनि इन्ट्री हुने मेन गेट चाहिँ यहाँ अगाडिपट्टि छ, यहाँ माथि। र यसको टिकट शुल्क रहेको छ 35 रुपैयाँ है त। यो चाहिँ श्रम संस्कृति पार्कको भन्दा अलि तलपट्टि एसटीएस रोक गार्डन सचेत धराने समूहबाट बनेको पार्क रहेछ है त। घुम्नको लागि जस रमाइलो छ अनि एकदम सफा रहेछ यो ठाउँ चाहिँ। यहाँ चाहिँ तपाईहरुले यस्तो राम्रो ठाउँ छ, शीतल पनि छ आज चाहिँ। ल हेर्नुस् त, यो चाहिँ नागको होला, काली नागको पिक्चर बनाएको रहेछ। ल मैले पनि ढोकेँ है काली नागलाई। यहाँबाट यस्तो जाँदाखेरि जस धरानको सरसफाइ चाहिँ एकदम राम्रै रहेछ भनौँ न। जस यहाँको सफा वातावरण राम्रो रहेछ अनि विकास पनि राम्रो, एकदम राम्रै छ, व्यवस्था चाहिँ राम्रो गरेर रहेछ। हरियाली गाडी नै हर्क साम्पाङले नै बनाएको होला, उसकै कार्यकालमा त बनाएको नि यो, त्यस्तै लाग्छ मलाई चाहिँ है। तर आज विकडेज भएर होला त्यति धेरै मान्छे चाहिँ मैले देखिनँ। सायद विकेन्डमा चाहिँ अब स्कुल कलेजहरू छुट्टी भएको बेला चाहिँ अलि धेरै नै आउनुहुन्छ होला यहाँ घुम्नको लागि। तर आजको भिडियो अलिकति लामो हुनसक्छ, अन्तिमसम्म हेर्नु होला मेरो। अनि ल यस्तै छ यहाँको पार्क। यसको टिकट शुल्क चाहिँ 35 रुपैयाँ रहेको छ तलको, माथि पनि अर्को टिकट काट्नुपर्छ अरे 20 रुपैयाँको। भनेपछि हाम्रो नेपाल आमाको फोटो देखाइएको छ, यसरी बनाइएको छ शालिक है त। त्यहाँ माथि जहाँ माथिको भाग देखाउँ त कस्तो छ यहाँ। यहाँ माथिबाट देख्दाखेरि यस्तो देखिन्छ, हरियाली छ, हरेक बोट बिरुवाहरू फुलहरू लगाउनु भएको रहेछ। बस्नको लागि चाहिँ राम्रो व्यवस्था पनि गर्नु भएको रहेछ। अनि यहाँ एक्सर्साइज गर्नको लागि गार्डनहरू, पार्कहरूको लागि यो चाहिँ खास चाहिँ बच्चाहरूको लागि खेल्नको लागि एकदम राम्रो ठाउँ बनाइएको छ। विकेन्डमा स्कुल कलेजहरू छुट्टीको बेलामा आउनेहरूको लागि धेरै मान्छे भयो भने बस्नको लागि पनि एकदम धेरै व्यवस्था गरिएको रहेछ यहाँ चाहिँ। अनि यो चाहिँ कालो पाइपमा चाहिँ पानी ल्याउनु भयो होला पारीबाट, ठुलो पाइप छ। यही त होला धरानको मेन खानेपानी आउने ठाउँ। यस रमाइलो रहेछ ठाउँ घुम्नको लागि यो ठाउँ चाहिँ। अनि किड्स एरिया चाहिँ एकदमै अलिकति किड्सहरू कम्ती खेल्ने भएको कारणले होला त्यस्तो खासै मान्छे देखिन। पाइप यहाँ रहेछ, यो खानेपानीकै पाइप होला सायद, यही नै त होला। म चाहिँ मासतिर निस्किँदैछु यता। माथिबाटको भ्यू चाहिँ यस्तो देखिन्छ। ल पारीपट्टि अनि यस्तो सफा वातावरण, हरियाली अनि हावा पनि एकदम चिसो राम्रो छ वातावरण।